हेलो एभ्रिबडी नमस्कार। फेरि पनि हामी लर्निङ ज्ञान टिम हजुरहरूको समक्ष उपस्थित भइसकेका छौँ। सो केही दिनको व्यस्तताको कारणले भिडियो हाल्न पाएका थिएनौँ। सो सरी फर इट। र आज चाहिँ मैले एकदमै इम्पोर्टेन्ट इन्ट्रेस्टिङ टपिक लिएर आएको छु, ब्याङ्किङ लज एन्ड पोलिसी, जसबाट चाहिँ हामीलाई यो राष्ट्रिय वाणिज्य ब्याङ्कमा 30 मार्क्सको क्वेसन आउने गर्छ, साथै अरू ब्याङ्कमा पनि यो रिलेटेड हुन्छ। सो हजुरहरूले यो पार्ट चाहिँ छोड्नै मिल्दैन है, किनभने यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ र यसले मार्क्स पनि धेरै क्यारी गरेको छ। सो सुरुमा हजुरहरूले यसलाई मजाले बेस बनाएर पढ्नुहोला र म हजुरहरूलाई चाहिँ नोट पनि प्रोभाइड गर्छु है त। सो अब हेर, सो साथीहरू, यो ब्याङ्किङ ल एन्ड पोलिसीले चाहिँ 30 मार्क्स क्यारी गर्छ। हजुरहरूले चाहिँ सिलेबसमा पनि हेरिसक्नुभयो होला। र यसमा चाहिँ हामीले जम्मा 7वटा एक्ट पढ्नुपर्छ र कन्स्टिट्युसनको बारेमा पनि पढ्नुपर्ने हुन्छ। त्यो पनि म चाहिँ हजुरहरूलाई नेक्स्ट भिडियोमा लिएर आउँछु। पहिला यो सकौँ, हामी एक्टहरू सकौँ, त्यस पछाडि हामी अरू पनि पढ्नेछौँ। र हामीले यसमा पढ्नुपर्ने भनेको नेपाल राष्ट्र ब्याङ्क एक्ट 2058, जसलाई नेपाल राष्ट्र ब्याङ्क एक्ट 2002 पनि भनिन्छ, ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन एक्ट 2073, ब्याङ्किङ अफेन्स एन्ड पनिसमेन्ट एक्ट 2064, एसेस्ट यानि कि मनी लन्ड्रिङ प्रिभेन्सन एक्ट 2064, कम्पनी एक्ट 2063, फरेन एक्सचेन्ज रेगुलेसन एक्ट 2019 र मर्जर्स एन्ड एक्विजिसन बाई ल भनेर चाहिँ हामी 7वटा प्लस 1 कन्स्टिट्युसन, टोटल 8वटा चाहिँ हामी यो टपिकबाट पढ्नेछौँ र यसको नोट पनि बनाउनेछौँ। सो हजुरहरूले यदि कपी र पेन साथमा लिनुभएको छैन भने प्लिज कपी र पेन लिनुहोला र आफ्नो नोटलाई अब्बल बनाउनुहोला, आफ्नो स्टडीलाई अब्बल बनाउनुहोला र मसँगै पढ्नुहोला है त साथीहरू। सो अब चाहिँ हामी आज चाहिँ नेपाल राष्ट्र ब्याङ्क एक्ट 2058 को बारेमा हेर्छौँ। नेपाल राष्ट्र ब्याङ्क एक्ट 2058 मैले अघि पनि भनेको थिएँ, यसलाई हामी नेपाल राष्ट्र ब्याङ्क एक्ट 2002 भन्छौँ र यो 58 चाहिँ बिएसमा हो र यो 2002 चाहिँ एडीमा हो, नजोकिनु होला। र हामीले यो एक्ट स्टार्ट गर्नुभन्दा अगाडि नेपाल राष्ट्र ब्याङ्क भनेको चाहिँ के हो भनेर चाहिँ अब हामी हेरौँ है त। साथीहरू, यदि हजुरहरू चाहिँ बिगिनर हुनुहुन्छ र हजुरहरूलाई त्यति धेरै नलेज छैन भने दिस भिडियो इज फर यु, किनभने हामीले बेसिक नलेजहरू चाहिँ राख्नुपर्छ होइन, जसबाट चाहिँ हामीलाई पढ्न सजिलो हुन्छ। र यदि हामीलाई बेसिक नलेज नै थाहा छैन भने हामीलाई पुरै सिलेबस कभर अप गर्न गाह्रो हुन्छ। सो सुरुमा हामी हेरौँ नेपाल राष्ट्र ब्याङ्क भनेको के हो। नेपाल राष्ट्र ब्याङ्क भनेको एउटा हाम्रो सेन्ट्रल ब्याङ्क हो। कतिलाई चाहिँ थाहा छैन क्या, हाम्रो यो नेपाल राष्ट्र ब्याङ्क भनेको चाहिँ सेन्ट्रल ब्याङ्क हो, ब्याङ्क अफ ब्याङ्क हो। नेपाल राष्ट्र ब्याङ्क चाहिँ हाम्रो नेपालको सेन्ट्रल ब्याङ्क हो। यसलाई चाहिँ हामी केन्द्रीय ब्याङ्क भन्छौँ र गभर्मेन्टको एजेन्ट, र यो चाहिँ हाम्रो गभर्मेन्टको एजेन्ट, एडभाइजर, ब्याङ्कर पनि यसलाई मानिन्छ। र यो एक्ट चाहिँ नेपाल राष्ट्र ब्याङ्क ऐन यानि कि एक्ट 2012 बमोजिम स्थापना भएको संस्था हो र यसको स्थापना चाहिँ 2013 वैशाख 14 गते भएको थियो। र हाम्रो नेपालको फर्स्ट ब्याङ्क भनेर क्वेसन आयो भने चाहिँ हाम्रो नेपाल ब्याङ्क लिमिटेड हो। नेपाल ब्याङ्क लिमिटेड पछाडि चाहिँ हाम्रो नेपाल राष्ट्र ब्याङ्कको स्थापना भएको हो र यो नेपाल ब्याङ्क लिमिटेड चाहिँ नेपालको फर्स्ट मोडर्न ब्याङ्क पनि हो। अब चाहिँ हामीले बेस नलेज लियौँ नेपाल राष्ट्र ब्याङ्कको, र अब हामी स्टार्टिङ पोइन्टदेखि जाऊँ है त। सो सुरुमा 1933 बिएसमा तेजारथ अड्डा सरकारी निकाय, यसको नाम भनेको सरकारको आम्दानी र खर्चलाई हिसाब किताब राख्ने, रेकर्ड राख्ने गर्दथ्यो। यो चाहिँ मैले हल्का नोट लेखेको थिएँ यो कभर अप गर्न सजिलो हुन्छ भनेर। सो कि फर्स्टमा चाहिँ के भएको थियो नेपालमा भन्दाखेरि सुरुमा 1933 विक्रम सम्वतमा चाहिँ तेजारथ अड्डाको स्थापना भएको थियो। अब यो तेजारथ अड्डाले के गर्थ्यो भन्दाखेरि सरकारी निकायको यानि सरकारको आम्दानी र खर्चको हिसाब किताब गर्थ्यो र त्यसको रेकर्ड राख्थ्यो। त्यस पछाडि हाम्रो 1989 बिएसमा चाहिँ तक्सर अड्डाको इस्टाब्लिस भयो, जसमा चाहिँ सिक्का निष्कासनहरू गरियो, सिक्काको टकमरी गर्ने काम गरियो र त्यसको व्यवस्थाको सुरुवात गरियो। त्यस पछाडि 1994 कार्तिक 30 गते नेपाल ब्याङ्क लिमिटेड, जुन चाहिँ हाम्रो नेपालको फर्स्ट ब्याङ्क हो, त्यसको स्थापना भयो र आधुनिक ब्याङ्कको रूपमा यसले चाहिँ नेपाल ब्याङ्क लिमिटेडले चाहिँ आफ्नो कामहरू सुचारू गर्न थाल्यो। त्यस पछाडि 2012 मा चाहिँ नेपाल राष्ट्र ब्याङ्क ऐन एक्ट 2012 जारी भयो है साथीहरू, मजाले ध्यान दिएर सुन्नु होला।
2012 मा चाहिँ जारी भयो र यस बमोजिम र त्यो ऐन बमोजिम चाहिँ 2013 वैशाख 14 गते चाहिँ नेपाल राष्ट्र बैंक यानि कि हाम्रो सेन्ट्रल बैंकको के भयो स्थापना भयो। नेपाल राष्ट्र बैंक चाहिँ सेन्ट्रल बैंकको रूपमा स्थापना भयो। त्यस पछाडि 2016 11को महिना फागुन 7 गते नेपाल बैंक लिमिटेडले आफै मुद्रा निष्कासन गर्न थाल्यो। यसले चाहिँ 2016 फागुन 7 गते आफै नोटहरू निष्कासन गर्न थाल्यो र नेपाल राष्ट्र बैंकले निष्कासन गरेको नोटलाई न्यू प्रिन्ट भनिन्छ। यो भन्दा अगाडि चाहिँ हाम्रो सदरमुलुकी खानाले नोट निष्कासन गर्थ्यो जसलाई ओल्ड प्रिन्ट भनिन्छ। र अब यहाँ चाहिँ हामीले के ध्यान दिनुपर्छ भन्दाखेरि हामीलाई एमसीक्यूमा पनि सोधेको हुन्छ क्या, न्यू प्रिन्ट भनेको के हो, ओल्ड प्रिन्ट भनेको के हो भनेर धेरैचोटि क्वेसन आइसकेको छ। सो नेपाल राष्ट्र बैंकले निष्कासन गरेको नोटहरू चाहिँ न्यू प्रिन्ट हो भने सदरमुलुकी खानाले नोट निष्कासन गर्थ्यो जसलाई चाहिँ हामी ओल्ड प्रिन्ट भन्ने गर्थ्यौँ। त्यस पछाडि 2016 मा नेपाल इन्डस्ट्रियल डेभलपमेन्ट कर्पोरेसनहरुको इस्टाब्लिसमेन्ट भयो। 2012 मा राष्ट्रिय वाणिज्य बैंक, 2024 मा कृषि विकास बैंक र 2041 मा चाहिँ इकोनोमिकल लाइब्रेसन भयो, यानि कि प्राइभेट सेक्टरहरुको पनि स्थापना हुन थाल्यो। र नेपाल राष्ट्र बैंक एक्ट 2058 भन्दा अगाडि नेपाल राष्ट्र बैंक एक्ट 2012 थियो र यही 2012 को ऐन बमोजिम चाहिँ हाम्रो नेपाल राष्ट्र बैंकको स्थापना भएको भनेर चाहिँ हजुरहरूले नोट डाउन गर्नु होला। त्यस पछाडि अब हामी यहाँ हेरौँ नेपाल राष्ट्र बैंकको बारेमा हल्का कन्सेप्ट है त। नेपाल राष्ट्र बैंक, द सेन्ट्रल बैंक अफ नेपाल वाज इस्टाब्लिस्ड इन 2013 वैशाख 14। मैले चाहिँ यो थ्योरीहरूलाई अघि हजुरहरूको लागि सर्ट नोटमा तयार पारेको थिएँ, बुझ्नलाई सजिलो होस्, रिभिजन गर्नलाई सजिलो होस् भनेर। सो त्यही कुराहरू अब यहाँ एक्सप्लेनेसनमा छ। नेपाल राष्ट्र बैंक चाहिँ के हो भन्दाखेरि एउटा सेन्ट्रल बैंक हो नेपालको, जुन चाहिँ कति बेला इस्टाब्लिसमेन्ट भएको थियो भन्दाखेरि 2013 वैशाख 14 गते अन्डर द नेपाल राष्ट्र बैंक एक्ट 2012 मा टु डिस्चार्ज द सेन्ट्रल ब्याङ्किङ रेस्पोन्सिबिलिटी इन्क्लुडिङ guiding to the development of the economic डोमेस्टिक फाइनेन्शियल सेक्टर। सो यदि हजुरहरूले यो भिडियो त्यतिकै हेर्दै हुनुहुन्छ भने प्लिज एउटा नोट चाहिँ बनाउनु होला। सिन्स इस्टाब्लिसमेन्ट there has been significant growth in both the number and the activities of the domestic financial institution in the country. The function of Nepal Rashtra Bank are to formulate required monetary and foreign exchange policy. Nepal Rashtra Bank को function चाहिँ के हो भन्दाखेरि required monetary पोलिसीहरूलाई चाहिँ फर्मुलेट गर्ने र foreign exchange पोलिसीलाई पनि फर्मुलेट गर्ने, so as to maintain the stability in market price, to issue currency note, to regulate and supervise the banking and financial sector, to develop efficient payment and banking system among others. डेफिनेसन पछाडि अब हामी यसको नेचर हेरौँ है त। नेचर भनेको यो चाहिँ कस्तो खालको संस्था हो, जस्तै सेन्ट्रल बैंक अफ नेपाल अघि हामीले हेरिहाल्यौँ, बैंकर, एडभाइजर एन्ड फाइनेन्शियल एजेन्ट अफ गभर्नमेन्ट अफ नेपाल हो, नन प्रफिट अर्गनाइजेसन। यसमा चाहिँ यसले चाहिँ प्रफिट, यो चाहिँ एउटा प्रफिट अर्गनाइजेसन होइन, इट्स अ नन प्रफिट अर्गनाइजेसन एन्ड अटोनमस एन्ड सेल्फ गभर्निङ इन्स्टिट्युसन। यो चाहिँ एउटा सेल्फ गभर्निङ नै हो किनभने यो बैंकर अफ द बैंक हो नि त। इस्युअर अफ करेन्सीहरू इस्यु गर्छ नेपाल राष्ट्र बैंकले। रेगुलेट एन्ड लेन्डर अफ लास्ट रिसोर्ट अफ बैंक एन्ड फाइनेन्सियल इन्स्टिट्युसन, यसले अरू बैंकहरूलाई रेगुलेट गर्छ। र लेन्डर अफ लास्ट रिसोर्ट भनेको यदि उनीहरूले कहीँ पनि लोनहरू पाएनन् भने चाहिँ यसले लेन्डर अफ लास्ट रिसोर्टको काम गर्ने गर्दछ। एन अर्गनाइजेसन द्याट फर्मुलेट एन्ड इम्प्लिमेन्ट द मोनिटरी पोलिसी, यसले चाहिँ मोनिटरी पोलिसीहरूलाई फर्मुलेट र इम्प्लिमेन्ट गर्ने गर्छ। एन अर्गनाइजेसन यानि कि नेपाल राष्ट्र बैंक चाहिँ एउटा यस्तो अर्गनाइजेसन हो द्याट रिप्रेजेन्ट नेपाल इन इन्टरनेसनल फाइनेन्सियल बडिज। यसले चाहिँ के गर्छ भन्दाखेरि नेपाललाई इन्टरनेसनल फाइनेन्सियल बडीमा रिप्रेजेन्ट गर्छ। त्यस पछाडि अब अर्को आयो रिजन, अब्जेक्टिभ एन्ड इम्पोर्टेन्स फर इस्युइङ नेपाल राष्ट्र बैंक एक्ट 2058।
नेपाल राष्ट्र ब्याङ्क एक्ट 2058 इस्यु गर्नको रिजन, अब्जेक्टिभ र इम्पोर्टेन्स के हो? हेरौँ है त, यही हो रिजन, अब्जेक्टिभ, इम्पोर्टेन्स सबै यही हो। फर्स्ट पोइन्ट रहेको छ टु इस्टाब्लिस्ड नेपाल राष्ट्र ब्याङ्क एज द सेन्ट्रल ब्याङ्क एन्ड क्यारी आउट इट फङ्सन। नेपाल राष्ट्र ब्याङ्कलाई चाहिँ सेन्ट्रल ब्याङ्कको रूपमा इस्टाब्लिस गर्ने र त्यसको फङ्सनहरू, कामहरूलाई क्यारी गर्ने, कामहरू सुचारू गर्ने, टु मेन्टेन प्राइस स्टेबिलिटी रेटहरूलाई मेन्टेन गर्ने, टु सपोर्ट द सस्टेनेबल डेभलपमेन्ट अफ द कन्ट्री एन्ड इकोनोमी, टु मेन्टेन स्टेबिलिटी इन द फाइनेन्सियल सेक्टरमा स्टेबिलिटी मेन्टेन गर्ने, टु डिटरमाइन नेसेसरी मोनिटरी एन्ड फरेन एक्सचेन्ज पोलिसी, मोनिटरी पोलिसी र फरेन एक्सचेन्ज पोलिसीहरूलाई डिटरमाइन गर्ने, टु इन्हान्स एक्सेस टु फाइनेन्सियल सर्भिसेस, to maintain stability in the banking sector, to enhance public confidence in the bank and financial system। यसले चाहिँ के पनि गर्छ भन्दाखेरि पब्लिकहरूको कन्फिडेन्समा पनि डेभलप गर्ने गर्छ के, आफ्नो सर्भिसहरू प्रोभाइड गरेर। टु डेभलप सेक्योर, हेल्दी एन्ड इफेक्टिभ पेमेन्ट सिस्टम, टु मेन्टेन इफेक्टिभ रेगुलेटरी रोल्स अफ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन, टु पर्फर्म भेरियस फङ्सन एज द सेन्ट्रल ब्याङ्क अफ द कन्ट्री। सो यो चाहिँ थियो अब्जेक्टिभ। र अब यो चाहिँ एकदम इम्पोर्टेन्ट क्वेसन हो, द फाउन्डिङ अब्जेक्टिभ अफ नेपाल राष्ट्र ब्याङ्क। भिडियो लामो भएको कारणले गर्दाखेरि यो चाहिँ हामी नेक्स्ट भिडियोमा हेर्नेछौँ। तबसम्मको लागि यतिको नोट बनाउँदै गर्नुहोला र हाम्रो च्यानललाई पनि सब्सक्राइब गर्नुहोला। हस् त, भेटौँला नेक्स्ट भिडियोमा। बाई बाई।